ल दामी 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 हुँदैछ ल ल दामी 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 हुँदैछ ल के निकालिसक्यो गाडी चाहिँ ल हेलो गाइज वेलकम ब्याक टु माई न्यू भिडियोज अनि तपाईहरुलाई चाहिँ मेरो आजको नयाँ भ्लगमा स्वागत छ अनि म पनि सन्चै छु तपाईहरु पनि सन्चै हुनुहुन्छ होला अनि आज चाहिँ म तपाईहरुलाई के भन्छु भन्दाखेरि आज चाहिँ म चाहिँ मेरो दिदी भिनाजुको घरमा छु है अनि मेरो दिदी भिनाजुको गाउँमा आएको अनि यो गाउँमा चाहिँ एउटा गाडी चाहिँ फस्यो के अनि गाडी चाहिँ कस्तो टाइपले भन्दाखेरि एउटा दिलमा राखेको गाडी चाहिँ यसरी ढल्के भयो हैन यो भिडियोमा हेर्नुस् अनि मैले चाहिँ यो भिडियो चाहिँ त्यसैको लागि बनाउँदै छु अनि त्यो गाडी चाहिँ कस्तो टाइपले खस्यो भन्दा ड्राइभर चाहिँ गाडी न्युट्रलमा राखेर अलि उता पर जानुभयो अनि त्यसपछि जब गाडी चाहिँ सँगसँगै गयो अनि त्यसपछि गाडी चाहिँ धन्नै दिलमुनि खसेको के गाडी चाहिँ दिलमुनि खसेको भए चाहिँ खर्च चाहिँ केही नभए नि 4 लाखको हाराहारी चाहिँ खर्च आउँदै रहेछ है तर गाडी चाहिँ हामीले निकाल्न सफल भयो है यो भिडियो हेर्न सक्नुहुन्छ रमाइलो पनि छ अनि यो सबै चाहिँ गाउँको मान्छेहरू हो के अनि गाउँको मान्छेहरू चाहिँ एउटा हेल्पफुल अनि एउटा हृदय भएको भन्छ नि हैन मनमा चाहिँ एउटा हेल्प गर्ने चाहिँ एकदम हेल्पफुल पिपलहरु चाहिँ हुन्छ नि त गाउँमा अनि उहाँहरूले चाहिँ सहयोग गर्नुभयो अनि म पनि गएँ है म पनि कामहरु गर्दै थिएँ त्यहाँनिर अनि कामहरु गर्दा गर्दै म पनि गएँ माथि अनि जब गाडी खसेको ठाउँमा गएको त गाडी चाहिँ खसिसक्न लागेको रहेछ तर तलको च्याम्बर ठोकेर चाहिँ अड्किएको रहेछ है अनि त्यसपछि गाडी चाहिँ हामीले राम्रोसँग निकाल्न सक्यौ ओके त्यो गाडी निकालेको भिडियो चाहिँ तपाईहरुले हेर्नु होला है त ओके गाइस ल गाइस गाडी चाहिँ यसरी अलिकति कोल्टे परे रहेछ दिल साइडतिरबाट चाहिँ यसरी खस्न लागेको हैन त्यही कारणले हामी चाहिँ निकाल्न आएको तर कोसिस गरेको भएन अनि आज चाहिँ तलै खस्न लागेको रहेछ त्यसपछि हामीले यता बान्द्राहरू लगाएर उठाएको छ गाडी चाहिँ सबै गाउँलेहरू जम्मा भएर गर्दैछ म अब यसरी ढल्के भएको छ उरो साइड चाहिँ देख्न सक्नुहुन्छ हैन यतातिर अब यहाँको मान्छेहरूले चाहिँ गाडीले तानम भन्दा चाहिँ अब हातले तानम भनिरहेको हैन तर गाडीले तान्न चाहिँ इम्पोसिबल छ केही समय चाहिँ यसरी कोसिस गर्छन् त्यसपछि भएन भने कि मगाउँछन् होला साइड है सबै जम्मा भएर अनि गाडीलाई चाहिँ निकाल्न लागेको तर सकेको छैन अनि हाम्रो सबै गाउँको मान्छेहरू चाहिँ जम्मा भएर यता कोसिस गर्दै हुनुहुन्छ है कोसिस गरिराख्नु भएको छ तर निकाल्न चाहिँ गाह्रो भएको छ यहाँनिर चाहिँ फेरि माथितिरबाट खनेर सार्दैछन् हैन ओके गाइस गाडी स्टार्ट पनि गरिसक्यो मान्छेहरूले तान्न लागेको छ है ओके अब स्टार्टमा चाहिँ लग्ने भनेको छ हैन माथि तलदेखि चाहिँ यसरी बान्द्रा उठाएको छ अब हुन्छ कि के गर्छ अब हैन मलाई लाग्छ जहाँसम्म त्यो उठाएको चाहिँ सबै फाल्दिने बेर लाग्दैन है ओके गाइस ओके 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 ल दामी 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 हुँदैछ ल के निकालिसक्यो गाडी चाहिँ ल अब जब त्यो चाहिँ आफ्नै छेउमा आएपछि उहाँ भाग्नु भएछ भागिसकेपछि चाहिँ अब गाडी त फेरि अब हेर्दा त सिधै तल ढलिसकेको के नपल्टेको है तर यसरी डिलमा ढलेको अनि त्यहाँनिर चाहिँ त्यो च्याजेस भन्न आयो च्याम्बर चाहिँ अक्के रहेछ कि गाडीको च्याम्बर चाहिँ अनि त्यसपछि मलाई चाहिँ कस्तो लाग्यो भने चाहिँ एकदम खुसी लाग्यो कि त्यहाँनिर चाहिँ मान्छेहरू देखेर के एकदम हेल्पफुल गाडी खसेर अनि एकदम हेल्प गरे है नाजु उतै लामिलादेखि आएको हजुर जान त अस्ति नै गएको आज फेरि उता जान लाग्यो भोलितिर फर्किने हो दाजु त्यो सामान जान लाग्नु भएको
ए ल बिनाजु गयो है अनि यो गाडी चाहिँ जब त्यहाँनिर चाहिँ मान्छेहरू तन्नै उ भयो के तन्नै आएको थियो कि मलाई त विश्वास लागेको थिएन निगल्छ होला भनेर यही हो खुसी लाग्ने कुरा चाहिँ अब यो भिडियो चाहिँ हेर्नु होला अब कसरी गाडी तानियो होइन अनि गाडी चाहिँ कसरी निकालियो अनि कसरी चाहिँ 1 रुपियाँ खर्च पनि आएन यो सबै हेर्नु होला गाइस ओके लेट्स